सो साथीहरु अहिले चाहिँ म रुकुमदेखि जाजरकोट जाने तर्फमा चाहिँ सिमलीदेखि अलिकति अगाडि आइरहेको छु है। यस्तो रमाइलो भ्यू देख्न सक्नुहुन्छ हजुरहरूले चाहिँ यहाँ यस्तो बवाल तरिकाले चाहिँ सानी वीरेश्वरी बोकिरहेको छ यार। देख्न सक्नुहुन्छ यहाँ चाहिँ मेरो बाइक छ है। अब चाहिँ साथीहरु म चाहिँ अब रिमना हुँदै जानुपर्ने हुन्छ। अब चाहिँ साथीहरु म रिमना हुँदै सरी चाइना बगरको पुल हुँदै रिमना गइसकेपछि चाहिँ त्यहाँदेखि चाहिँ छेपारे हुँदै उता म कालीमारी दल्ली जाजरकोट चाहिँ जानुपर्ने हुन्छ है। अब चाहिँ यस्तो बवाल ठाउँ देखिरहेको छ है। देख्न सक्नुहुन्छ आकाश चाहिँ एकदम क्लियर छ है। So guys, अहिले चाहिँ म यहाँ सानोको पुल चाहिँ क्रस गरिरहेको छु है। सो साथीहरु अहिले चाहिँ म चाहिँ रिमना नजिकै पुगिसकेँ है। यहाँबाट देख्न सक्नुहुन्छ हजुरहरूले चाहिँ रिमना मेला यस्तो दामी लागिरहेछ है। यो चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले रिमना मेला। साथीहरु सानीहरू र ठुलोबेरी चाहिँ ठोकिया चाहिँ अलि घारी हो हैन। यहाँ चाहिँ मेन यता रुकुम खोला जाने बाटो हो। गाडीहरू त्यताबाट जान्छ सानो सानो बाइकहरू यता रिमना यो रिमनादेखि यता चाइना बगर पुल तरेर चाहिँ यो बाटो चाहिँ जान्छ है। तर चाहिँ यहाँ मेला यस्तो दामी लागिरहेछ देख्न सक्नुहुन्छ। म केही छिनमा अब पारि चाहिँ रिमना पुग्ने हाल्छु।